सेप्टेम्बर 2023 मा पोग्बा फुटबलबाट ब्यान्ड भएका थिए। ड्रपिङ टेस्टमा फेल हुन पुगेका थिए पल पोग्बा। 4 वर्षको ब्यान्ड खपेका पोग्बालाई पछि 18 महिनामा ब्यान्ड घटाइएको थियो। फ्रान्स 2018 को विश्वकप विनरको फ्रान्सको एकदमै इम्पोर्टेन्ट सदस्य र फाइनलमा गोल पनि गर्न सफल भएका थिए पल पोग्बा। म्यानचेस्टर युनाइटेडबाट आबद्ध भएका पल पोग्बालाई 4 वर्षको ब्यान्ड पछि लगभग 18 महिनाभन्दा पनि बढी फुटबलको पिचबाट बाहिर रहेका छन् र फाइनल्ली अब मोनाकोले यो सिजन साइन गर्न सफल भएको छ पोग्बालाई र पोग्बा एकदमै भावुक हुन पुगेका थिए कन्ट्र्याक्ट साइन गर्ने बेला। यसले बताउँछ कि उनले कति मिस गरिरहेका छन् फुटबलको पिच। सो 2026 फ्रान्स विश्वकपको स्क्वाडको लागि एकदमै इम्पोर्टेन्ट प्लेयर पोग्बा हुन सक्छन् र मोनाकोमा कस्तो खेल्छन् भन्ने सबैको दृष्टिकोण रहनेछ कि 2026 को विश्वकपमा अटाउँछन् त पोग्बा।